हामीहरू जाँदैछ गोदावरी घुम्न। त्यो ठाउँ चाहिँ एकदम दामी छ, घुम्ने ठाउँ एकदम बेटर छ भनेर सुनेको थिएँ। त्यही भएर लेट्स अब हेरौँ कहाँ हुन्छ। पुगिन्छ भने ठिकै छ, दक्षिणकाली पनि जान्न भएन भने गोदावरी नै मात्रै घुमेर यसो रमाइलो गरौँ। फेरिको हुन्छ आजको भिडियोमा। वेलकम टु गोदावरी गाइज। यही हो ठाउँ गोदावरी भन्नेपछि यहाँ हेर्न सक्नुहुन्छ क्या बवाल ठाउँ छ। होस् यार, भ्यू त तपाईँले पनि हेर्न सक्नुहुन्छ क्या बवाल छ। उतापट्टि जाने है हो हामीलाई चाहिँ। एन्ड यो भ्लगमा पनि एकदम मजा आउँछ, आजको पनि रमाइलो हुन्छ धेरै नै। लेट्स हेरौँ अब के हुन्छ। उताबाट आएको हामीहरू खोइ तर कताबाट आएको थाहै भएन यार। घुमे यताबाट घुम्छ उताबाट घुम्छ गाडी आयो एकदम माथितिर। सामान किन्दैछ अहिले। बस्तिर पाउँदैन नि खाना सामान, त्यही भएर जे होस् पहाडको चोकभित्र छ यहाँ हेर्न सक्नुहुन्छ। ना चार्ज लगाएको चाहिँ त कितना गई थियो ना, हमें चार्ज लगे थे ना। मस्त सामान प्याक भइसक्यो। अब जान्छौँ हामीहरू गोदावरी। जे होस् पहाडहरूको भ्यू चाहिँ एकदम दामी छ कि सिधै टाउकैमै घाम छ यार। केही 1 बजे जे होस् आउनलाई हल्का चाहिँ टाइम चाहिँ लाग्यो, तर चाहिँ नगरकोट भन्दा त छिटै आइपुग्यो। जे होस् अब हेरौँ अगाडितिर जाऊँ के हुन्छ। एक्साइटेड लास्टै एक्साइटेड छु यो ठाउँको लागि, किनभने टिकटक भिडियोहरूमा पनि हेरेको थिएँ बवालै छ। अब हेरौँ अगाडि गएर। होस् यहाँ खतरा पनि लगभग थोरै हुँदै रहेछ। 400 गइदिएछ न वेल गाइज, आज पनि वार रमाइलो हुन्छ हेर्नुहोस् भ्लगमा। यो पार्ट नम्बर 3 भ्लग नम्बर 3 नयाँ च्यानलमा एन्ड सपोर्ट गर्नु होला, त्यही भन्छु म। अब हेरौँ अगाडितिरको त सिन भप्पा छ। जे होस् डाँडा पहाडतिर रमाइलो त रमाइलो नै छ। डेन्जर पैसा अलिक बढी भएको भए घोडामा चढ्दै भनेको त्यहाँ मजा आउँछ घोडामा। होस् यतातिरको हरियाली नै हरियाली डेन्जर बवाल के भनौँ म। यसो टाइम निकालेर तपाईँहरू पनि आउनुहोस् घुम्नुहोस्, त्यही भन्छु म। एन्ड अब अगाडि गएर हेर्नु कस्तो यार घोडामा चढ्नु के गर्ने। हेरौँ अब जे जस्तो भए पनि छिर्नुपर्छ। टिकट पनि लिन्छ भन्दैछ त के हो भाडा उतातिर। खोइ म त फर्स्ट टाइम आएको, मलाई थाहा छैन। रिसर्च गर्न पनि त्यति पाएन यो भिडियोहरू अपलोड गर्नको कारणले गर्दा। म टाइम पाउँदैन नि, काम गरिरहेको हुन्छु। कामको बेला त मलाई हुँदैन, फुर्सदको टाइममा मात्रै हो। यही हो फुर्सदको टाइममा हल्का गरिदिन्छु कामहरू, मतलब घुमघाम गरिदिन्छु। काम त आफ्नो टाइममै गर्नु पर्यो, गरेन भने प्यालेन्टी परिहाल्छ नि, फिल्डिङ सेट गरिदिइहाल्छ नि, त्यही हो। यतातिरको सिन पनि अप्पर रमाइलो छ। दियोस् पास भने फेरि आउँछु जस्तो लागिरहेको छ यतातिर त। अब एकचोटि आइ नपुग्ने रहेछ जस्तो छ यतातिर। ल
नगरकोटमा त खासै घुम्न पाएन, टाइम नभएर हो। यतातिर त हल्का लेटले नै आए पनि मजाले भ्याइदियो भने नजिक रहेछ 1 घन्टा काठमाडौँदेखि। बाटो चाहिँ जे होस् अहिले सागुर नै छ तर पनि बन्दैछ ठुलो। अब अगाडितिर पार्क जस्तो छ आई थिङ्क जस्तो लागिरहेछ मलाई। अब हेरौँ न अगाडिको अरू के कस्तो हुन्छ। यसो माया सपोर्ट गर्दै गर्ने होला नयाँ च्यानल नयाँ ब्लगमा होइन। वाल सम सो वेल राष्ट्रिय हेरिए के हो बुझ्नै गाह्रो भयो तर सिन चाहिँ सिन बब्बाल देखिरहेछ कि यतातिर। जे होस् भ्लग गर्न चाहिँ एकदम मजा आइरहेछ। पहिलाभन्दा जे होस् ओभर कन्फिडेन्स छ, कसैले केही भन्दा केही फरक पर्दैन। हुनुपर्छ यस्तो हुनुपर्छ हल्का हल्का। फेरि पिक्चर रोडबाट हिँड्यो भने उडाइदियो भने बाइकहरू चलिरहेको छ हेर्न सक्नुहुन्छ। बाइकहरू चलिरहेको छ। यही हो कि क्या हो यतातिर होइन होला। अगाडि अझै हिँड्नुपर्छ जस्तो छ। यो त पुरानो गेट रहेछ पार्कको। कति पछाडि भने वेट गरिदिउँ हल्का। चारैतिर जे होस् जङ्गलै जङ्गल छ भने जङ्गलै जङ्गल। कति धेरै जङ्गल भएको हो यतातिर त। यहाँ चाहिँ के भन्दैछ राष्ट्रिय वनस्पति उद्योग कम्पनी बिउ वनस्पति बिउ ओके यो सरकारी कार्यालय साइड हो। वनस्पतिहरू बिउ मतलब कि एग्रिकल्चर टाइपको सिड्सहरू हुन्छ नि हो तिनीहरू चाहिँ यहाँ बन्दो रहेछ। एन्ड कति हिँड्यो यार अहिलेसम्म आएको छैन भने यार हिँड्दै लगभग थाकिसक्यो यार। अब हेरौँ हल्का अगाडि गएर जाऊँ के कस्तो हुन्छ। लेट्स सी। Oh my god बबाली छ ठाउँहरू बबाली छ। राम्रै लाग्दैछ एकदम। नयाँ नयाँ ठाउँ घुम्न पाए त कति रमाइलो हुँदो रहेछ यार। मैले एक्सपिरियन्स गरिरहेको कुरा भन्दैछु तपाईँलाई सेयर गर्दैछु। आफ्नो ठाउँबाट कुनै नयाँ ठाउँमा गएपछि नि यस्तो वाइल्ड रमाइलो हुन्छ कुरै छोडिदिन्थ्यो। त्यो कुरा बेग्लै हुन्छ। म त अब उताबाट दिदीहरू पनि आउनु भएको छ तर पनि म एक्लै हिँडिरहेको छु बिकज अफ अब एक्लै बस्ने एक्लै खाने एक्लै रमाउने बानी भइसक्यो नि। त्यही भएर अब कोहीसँग खासै अट्याचै हुने मन लाग्दैन क्या। त्यस्तै भइसक्यो मलाई भने जे प्लस एन यस्तो यस्तो चुतिया कारनामाहरू पनि यता यता छिटतिर भइरहेको हुन्छ। त्यो कुरा चाहिँ साइड राखौँ। लिभिङ माउन्टेन ल्याब भन्नाले माउन्टेनहरूमा केही स्रोतहरू साधनहरू पाइन्छ नि त्योहरूको होला नि रिसर्च सेन्टर जस्तै टाइपको ल्याब चाहिँ ठिक छ। उतातिर अब आयो हाम्रो मेन ठाउँ चाहिँ घुम्ने होइन। लगभग आइसक्यो हेर्न सक्नुहुन्छ मेन फेज चाहिँ। अब जाम भित्र के कस्तो हुन्छ अझै रमाइलो गरौँ। भ्लगको स्टार्टिङ पार्टदेखि एन्डिङ पार्टसम्म एकदम रमाऊ एकदम भ्लगलाई इन्जोय गरौँ के भन्छु म। लेट्स गो। ओ माई गॉड क्या माउन्टेन छ यार। माउन्टेन भ्यू खाएर हिँड्नुपर्छ। त्यो लेट्स गो। कताबाट जाने होला माथिबाट कस्तो साउन्ड आएको छ डेन्जर यार बब्बाल। अब जाम अगाडितिर पिकनिक स्पट रहेछ हाम्रो। मन्दिर चाहिँ उतापट्टि थियो हाम्रो उता पारिपट्टि नै पिकनिक स्पट चाहिँ यता रहेछ। बोर्डमा हेरेर भनेको आएको छु। अब कोही कता होला जाउँ अगाडि थाहा हुन्छ। अति नै रातो रानीसँग मस्किँदै पिकनिक स्पट क्या दामी रहेछ।
सोचेको भन्दा दामी छ। हामी नाचौँ। वेल फाइनली भित्र इन्ट्री भइसक्यो। टिकट सिकट काटेर मैले पोलिथिन ल्याउनु नपाउने र पोलिथिन फ्री एरिया हो नि त्यही भएर। एन्ड यहाँ समाचार भित्रको सिन यस्तो छ। जे होस् बवाल छ। सिन पनि हेर्नमा एकदम हरियो एकदम बवाल। वासरुम जाने होइन। वेल जे होस् भित्रको सिन चाहिँ बवाल छ भने यार पार रमाइलो हुन्छ जस्तो लागिरहेको छ भित्र त। त्यतिकै प्रकृतिसँग रमाउने मान्छे आफू पर्यो। अनि वनस्पति एरिया भनेपछि त यही हो। जङ्गलसँग धेरै कुराहरू छ भित्र। अब हेरौँ। त्यहाँ दामी हेर्छ। अब निस्किन्छ हामीहरू। भिडियो पार्टी गर्नुपर्छ पप्पा। लेट्स हेरौँ। आइ एम सो एक्साइटेड एकदम। रियाक्सन यो रियाक्सन हो। ल भित्र जाऊँ। यो त सेम नभनौँ हाम्रो गाउँको पिस पार्क जस्तो छ। सेम टु सेम पिस पार्क जस्तै छ लगभग भनौँ न। त्यस्तै छ। तर यहाँ चाहिँ हरियाली चाहिँ यदि ओभर छ कि वाइल्ड एरिया भयो नि त्यही भएर वाइल्ड छ हरियाली चाहिँ। उनीहरू चाहिँ पछाडि नै बसिरहेको छ अहिलेसम्म। आज यो पुरै खाइदिनु पार्टी गर्ने मस्त। वाट द हेल ब्रो। यिनीहरू किन रुकिसके किन आउँदैन अगाडि हो ब्रो। म सिधा साधाको कुरा गर्छु। तिमी किन बाङ्गो किन ब्रो। अरे मेरो हाइटले पनि ठेकिरहेको छ पुरै ल्याम्पमा। कति सानो छ। अब गाडीतिर जाऊँ कि हुन्छ। रमाइलो त रमाइलो नै हुन्छ जस्तो लागिरहेको छ। वा मान्छेहरू टन्नै छ। उता फोटोसुट हुँदैछ जस्तो छ। वेडिङको होला। बेहुला बेहुलीले हेरेको थिएँ त्यही होला सायद। जस्तो लागिरहेको थियो। जाउँ अगाडितिर अझ के छ। उता सफारी हान्ने उता छ ठाउँ चाहिँ। त्यतिर के छ र भिडभाड त्यति छ। जाउँ न। सानो नदी टाइपको बनाएको छ। ओहो कमलको फुल फर्स्ट टाइम हेरेँ यार। फर्स्ट टाइम कमलको फुल हेरिरहेको छ यार। क्या दामी छ मस्त एकदम। धेरै एउटैमा अल्झेर बसौँ अगाडितिर जाउँ। ना 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 अगाडि के छ अब। के भयो सकमा मान्छे यति धेरै किन सकमा। रमाइलो त उता भइरहेको छ यार। म्याप रहेछ यतापट्टि म्याप। मान्छेहरू यता त घुम्दै घुम्दै हरायो भने यसो म्याप पनि दिएको रहेछ यतातिर। उनीहरू कहाँ बस्यो। ठिक छ यहाँनिर सिग्नल छ। सिग्नलले गर्दा खोज्न सजिलै हुन्छ। यहाँ चाहिँ जो मेन्टेन चाहिँ बबाल गरेछ पार्कलाई हेर्न सक्नुहुन्छ। पार्कलाई चाहिँ मेन्टेन बबाल गरेछ। उता के छ। उतातिर बढी मान्छे गइरह। त्यहाँ छ मेरो मान्छेहरू आउँदै। फोकस गर।
सुट हुँदैछ यता फोटोसुट उता मासतिर छ ठाउँ मान्छे बब्बाल मासतिर जाने कता होला यहाँबाट छ ल ओ हुरा ओ हेलो यताबाट छ बाटो जाम यहाँबाट बाटो छ मासतिर जाने फेरि कोला खनाइदिया बोल्न मनै लागिरहेको छैन धेरै के बोल्नु आएर राष्ट्रिय वनस्पति उद्यान केन्द्र मेन त यता रहेछ यो एरियामा बोर्ड हेर्न सक्नुहुन्छ अब अगाडितिर जाऊँ यिनीहरू भिडियो बनाउँदै वाक्क बनाउनु होला म चाहिँ भ्लग सुटको लागि मात्रै बनाइरहेको भिडियो नभए मलाई पनि क्यामेरामा त्यस्तै इन्ट्रेस्ट छैन तपाईँहरूलाई यसो होस् रमाइलो होस् भनेर यसो भ्लग सुट गर्दैछु अब मासतिर जानुपर्छ डाँडामा बब्बाल छ बाहिरदेखि सिन अब मासतिर जाऊँ रमाइलो ओहो भर्याङ नै भर्याङ छ यहाँ रहेछ मेन पार्क भनेपछि त वा पार्क भनेपछि यस्तो पहिल्यै भन्छ पार्क हेर्न सक्नुहुन्छ जे पार्कको सेन्टर लाइन यही हो कटेजहरू छ उनीहरू कता हरायो फेरि रुखहरू पनि डेन्जर रहेछ तपाईँ वाटरफल जे होस् दामी छ यहाँ वेल यहाँ हेर्न सक्नुहुन्छ नदी चाहिँ यही पुलबाट आएको थियो हामीहरू चढेर एकदम मजा आउँछ यसमा चल्ने चाहिँ टाइम किने पनि चल्ने तर यो हल्लिन्छ क्या धेरै हेर्न सक्नुहुन्छ एन्ड अब अगाडितिर जान्छु उता पारि पनि गएर घुमौँ के कस्तो हुन्छ देखाउँछु पुरै फुल भ्लग यही भिडियोमा ओके अब माथि जाँदैछु हेरौँ के कस्तो हुन्छ चढ्न सकिन्छ कि सकिँदैन ओम्पे छैन चिप्लो चढ्न सकिन्छ उकालो त धेरै उकालो छ यहाँ के रुखमा झुल्न मजा आउँछ जोस् अझै माथि जान सकिन्छ कि पहाड त धेरै माथि छ माथिसम्म छ पहाड अब एकचोटि एउटा मिस्टेक भयो भने तल खसिन्छ फेरि यहाँ चाहिँ यस्तो छ सिन गाइस उभि पिङ खेल्ने ठाउँ सही छ त्यहाँ त फ्लावरहरूमा नेचुरल पिङ गाइस जाम अब तलतिर निस्क्यो भने मजा आउँदैछ के छ त्यहाँसम्म मात्रै छ पार्कको एन्डिङ पार्ट अब यता 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 उता उता गर्दा गर्दै घाम पनि लागेको छ यहाँ राम्रो आउँछ कि आउँदैन ब्याक साइडै देखाइदिउँ यतातिर कहाँ गयो तिनीहरू यतै बसिरहे घामले गर्दा अँध्यारो देखिरहेको होला यताबाट यो फुलको नाम हो लिली भाटिका भन्छ होइन एउटा गीत यही फुलको गार्डनमा हेरेर याद आयो म सुनाउँछु फुलै फुलको बगैँचामा छु यो गीतको कथा छ भावनाको चारैतिर फुलहरू हेर्दा चाहिँ बब्बाल देखिरहेछ ओ यहाँ पनि छ फुलै फुलको बाटीका बब्बाल छ यहाँ
उता गाडी पनि गएर आउँ कि यहाँ यो सानो नदी थियो उतापट्टि ठुलो नदी छ जुन हामीले पार गरेर आएको तेरी नजरों ने घायल किया मुझे तेरी बातों ने भुला दिया तो यो अपकमिङ सङको लाइन हो मलाई त बोलाइरहेको ओहो त्यहाँ पनि पुल दामी छ यहाँ जाम्नु उतातिर बरु पुल दामी छ यतातिर प्रतीक्षालय पनि छ बस्नलाई यसो यहीँ आएर बसेर खाँदा हुन्थ्यो यहाँ राम्रो छ ठाउँ तपाईँ कहाँ बस्छौँ अब ए पुल सानो सानो पुल नै पनि दामी देखिन्छ त्यहाँ नदी नदीकै छेउमा छौँ एकदम ठुलो नदी होइन क्यारे सानै हो पछि पानी आएको बेला सायद ठुलो भइदिन्छ त्यही हो यो त त्यतिकै काट्न सकिन्छ दामी छ Let's go nice flower Well guys, धेरै रमाइलो गऱ्यो उतातिरबाट पनि हामीहरू जाम अब फर्किँदै बाला छौँ जेउस फ्लावर दामी छ यार अलि के भन्छ लिली फ्लावर एउटा हामी पनि टिप्दिउँ कि क्या हो आहा क्या मस्त रहेछ यार वाउ दामी लागिरहेछ फुल चाहिँ कसैले दिउँ न दिँदैन कसैले थाहा छैन लेट्स गो अब फर्कियौँ हामीहरू जम्सी बोल हत्ती नै रातो रानीसँग मस्किँदै ख्याल ठटक रहेन जिस्किँदै नाचौँ नाचौँ तिमी र म नाचौँ नाचौँ हाम्रो कहिले सङ निस्किने होला यार वेट गर्दैछु छिटै निस्किन्छ टाइम लाग्छ हल्का बनाउन लेख्दैछु त्यसपछि अहिले भ्लगले काम चलाउनु होइन सुटिङको पार्ट पनि हालिदिन्छु यसैमा ओके सुटिङ त के गर्नु गाना मात्रै निकाल्ने त्यसपछि अपलोड गर्ने त्यसपछि चल्यो भने मात्रै हाल्ने हो त्यो कुरा त बुझ्नु भयो नि ओके ल अब यहाँबाट निस्किने हल्का मन्दिर जाने उता मन्दिर पनि छ मासतिर अनि त्यहाँबाट फर्किने आफ्नो होमतिर आज नाइट ड्युटी छ ओमेगलमा म जानुपर्छ वेल अब फर्किन लागेको हामीहरू अगाडि मन्दिर पनि सजाऊँ न पहिला फर्स्ट टाइममा भनेको त्यतिर जाऊँ भनेको यहाँ झर्ना चाहिँ दामी छ त्यो सानै झर्ना छ तर मिठो छ होइन पनि दामी मेन्टेन बबाल गरेछ गोदावरीमा केप फेला परेछ गाइस हेर्न सक्नुहुन्छ केप कति सानो छ यार यो केप त होइन यहाँ चाहिँ बिरुवाहरू माथिबाट रोपेको छ क्या यो माथि फल्ने बिरुवाहरू भयो नि त्यही भएर दामी छ फुटेज त हेर्नमा पनि क्या बवाल देखिरहेको छ यार चिसो घामको बेला ठिक हुन्छ यहाँ चिसो एकदम मजा आउँछ
फर्किने हामीसँग मस्ती गए यहाँ बोर्ड भिडियोहरू राखेको छ पुरै मजाले चारैतिर हरेक ठाउँमा एउटा धार्मिक स्थल हुँदो रहेछ यहाँ पनि छ मजा आयो चारैतिरको पहाड पनि दामी छ त्यो पनि एउटा ठुलो पहाड हो नजिकै छ कपाल लाग्यो पछि पढे लाउडे ल यो पनि खाऊ पोखरी पनि दामी छ हेर्नुहोस् हेर्नमा पानीलाई स्टोर गरेर राखेको छ बाढीको बेला के गर्छ गाउँमा अब हेरौँ अगाडि छिटो गरेर यतातिर चाहिँ पिकनिक स्पट पहाडमा पनि नेपालको झन्डा झरिरहेको छ यहाँबाट देखाएको छ यहाँ जतिवटा छ नि यो हेरिरहेको त्यतिवटा धारा छ कि यहाँ पनि पञ्चदेव 5वटा पञ्चदेव पिकनिक स्पट यही हो पिकनिक स्पट यहाँ शौचालय अरू कुराहरू पनि छ मासतिर वाव क्या दामी पछाडिको फोटो छ यहाँ वेल सबैको हालत टाइट छ हेरेर सक्नुहुन्छ यहाँ पनि हलुवा पुरीहरू जति खाए पनि उस्तै हो तौल कहिले नबढ्ने अनि एकजना यता रहेछ जहिले मोबाइलमै झुन्डेर बस्ने अनि एउटा रहेछ यहाँ तोता मैना यो छु म यहाँ चाहिँ के हो रिसोर्ट भन्दैछ कि क्या रिसोर्ट त छैन होला अब जाम घरतिर फर्केर भ्लग के अब सकी नै लागिसक्यो भनौँ अब त्यहाँ बस समात्ने अनि घर जाने रुममा आफ्नो अनि भोलिदेखि फेरि काम स्टार्ट आज नाइट ड्युटी छ पहिले कसरी हुन्छ यस्तै थाकेर भए पनि काम गर्नै पर्ने हुन्छ बुझ्नु भयो नि ओके प्लस जाम अगाडि अब हेरौँ कस्तो हुन्छ एन्डसम्म हेरिदिनु भएकोमा ब्लग सबैले धन्यवाद नयाँ च्यानलमा हुन्छ भने सब्सक्राइब अस लेट्स